अगेन वेलकम टू माय यूट्यूब चैनल। नमस्ते टू एवरीवन। आज को यो भिडियो मेरो लास्ट भिडियो की कंटिन्यूटी हो। लास्ट भिडियो में मैले 1 to 7 क्वेश्चन सोल्व गरेको थिए र आज को भिडियो में म 8 to 11 क्वेश्चन चाहिँ सोल्व गर्छु। अब क्वेश्चन नंबर 8 बाटै हेरौं। The virtual image formed by the convex mirror C and the plane mirror M coincides as shown in the figure. The focal length of the convex mirror is। अब यहाँ फिगर पनि दिएको छ। यहाँ हामीसँग दुईटा मिरर छन्, एउटा प्लेन मिरर अर्को चाहिँ दैट इज द कन्भेक्स मिरर। अब प्लेन मिरर र कन्भेक्स मिरर दुईटैले चाहिँ भर्चुअल इमेज नै फर्म गरेको छ। अब प्लेन मिरर को केसमा चाहिँ अब्जेक्ट डिस्टेन्स इक्वल टु इमेज डिस्टेन्स हुन्छ। ओके, भनेपछि यो अब्जेक्ट यो डिस्टेन्स यहाँ देखि फेरि यो इमेज यो दुईटै डिस्टेन्स चाहिँ इक्वल छन्। ओके, फर प्लेन मिरर। यस, तर हामीलाई फोकल लेन्थ चाहिँ कन्भेक्स मिरर को निकाल्नु छ भने कन्भेक्स मिरर को लागि अब्जेक्ट डिस्टेन्स र इमेज डिस्टेन्स u and v कति छन् भन्ने हामीले हेर्नु पर्यो। अब कन्भेक्स मिरर को लागि u चाहिँ यो 20 सेन्टिमिटर गिभन छ फिगरबाट। ओके, u इक्वल टु 20 सेन्टिमिटर फर कन्भेक्स मिरर। अब v कति हुन्छ त दिस डिस्टेन्स। ओके, अब यो दुईटा मिरर बीचको डिस्टेन्स बेला कति छ त दैट इज 8 सेन्टिमिटर। यस, र यो एन्ड दैट इज द प्लेन मिरर देखि लिएर यो इमेज को डिस्टेन्स चाहिँ दैट इज द 12 सेन्टिमिटर छ। 12 minus 8। यस, सो that is equal to this distance, image distance for that is the convex mirror. So v is equal to 12 minus 8। yes, that is 4 सेन्टिमिटर। अब यो भर्चुअल इमेज भएर यो माइनस भइहाल्छ। ओके, u and v थाहा भयो। अब हामी चाहिँ फोकल लेन्थ निकाल्छौँ। तो 1/f is equal to 1/u plus 1/v, 1/20 minus 1/4। सिम्प्लिफाई गरिदिनु। here that is the 20। yes, यहाँ चाहिँ 1 भइहाल्छ माइनस 5 भइहाल्छ इक्वल टु माइनस 4 upon that is the 20। yes, तो माइनस 1/5 और f is equal to भइहाल्यो माइनस 5 सेन्टिमिटर। अब हेर्नु अब फोकल लेन्थ चाहिँ यहाँ 5 सेन्टिमिटर छ। यो माइनस चाहिँ साइन कन्भेन्सनबाट आएको हो हैन। यो कन्भेक्स मिरर को केसमा चाहिँ नेगेटिभ फोकल लेन्थ हुन्छ। ओके, तर फोकल लेन्थ को म्याग्निट्युड भ्यालु त 5 सेन्टिमिटर नै छ। ओके, एन्ड दिस नम्बर बी इज करेक्ट। यस, अब अर्को नम्बर 9 मा आउनुस्। द डिस्पर्सिभ पावर्स फर क्राउन एन्ड फ्लिन्ट ग्लास एक्रोमेटिक लेन्सेज आर 0.013 and 0.026 respectively. The ratio of their focal length is। okay, अब यो एक्रोमेटिक लेन्सेज भन्छ के। एक्रोमेटिक लेन्सेज भनेको दैट इज द कम्बिनेसन अफ टु लेन्सेज व्हिच इज फ्री फ्रम क्रोमेटिक एबेरेसन। ओके, अब हेर्नु अब यसमा चाहिँ दुईटा लेन्स हुन्छ, एउटा कन्भेक्स लेन्स अर्को कन्केभ लेन्स हुन्छ। अब कन्भेक्स लेन्स को डिस्पर्सिभ पावर जहिले पनि कम हुन्छ के। यो चाहिँ एक्रोमेट यो चाहिँ कम्बिनेसनमा भनेपछि नम्बर 9 लाई हामी सोल्भ गरिरहेका छौं। ओके, भनेपछि यहाँ यो क्राउन ग्लास ले बनेको छ त ओमेगा सी दैट इज द डिस्पर्सिभ पावर फर क्राउन ग्लास 0.013 ओमेगा एफ फ्लिन्ट ग्लास। यस, सो दिस इज 0.026। अब एक्रोमेटिक कंडीशन के छ त दैट वी हैव टु नो। त्यहाँबाट हामी फोकल लेन्थ निस्किन्छ। अब फोकल लेन्थ को यहाँ रेशियो निकाल्न भनेको छ के f/f फोकल लेन्थ अफ दैट इज द फ्लिन्ट ग्लासेस, फोकल लेन्थ अफ क्राउन ग्लास दिस वन इज इक्वल टु व्हाट। यसमा कंडीशन छ ओमेगा c अपन ओमेगा f इज इक्वल टु माइनस fc अपन दैट इज द ff। ओके, भनेपछि हामीलाई fc अपन f निकाल्नु छ। ff this is equal to minus omega c upon omega f। omega c कति छ त 0.013 upon 0.026। yes, is equal to minus 1/2 this one minus 1/2 भनेपछि that is the minus 1:2। this ratio is correct। okay, so this number c is correct। yes, यसरी हामी नम्बर 8 पनि गरे, नम्बर 9 पनि हामी गरे। ओके, अब नम्बर 10 हेर्नुस्। द थर्मिस्टर इज। ओके,
थर्मिस्टर चाहिँ that is the resistor which is that is a temperature sensitive. Yes, अब यहाँ के चॉइस दिएको छ, प्रेशर सेंसर, लाइट सेंसर, यस, हीट सेंसर एंड टेम्परेचर सेंसर. यस, ओके. थर्मिस्टर भनेको टेम्परेचर सेंसर छ. ओके, टेम्परेचर सेंसर हुन्छ यो, टेम्परेचर सेंसिटिभ रेजिस्टेंस. यस, ओके. भनेपछि दिस नंबर डी इज करेक्ट. अब नंबर 11 मा आउनुस्. द रेस्ट मास अफ अ पोजिट्रोन इज. ओके, यहाँ पनि एउटा सिम्पल क्याल्कुलेसन गर्नुपर्छ. पोजिट्रोन भनेको एन्टी पार्टिकल अफ इलेक्ट्रोन हो. दुटैको मास सेम हुन्छ. उसको चाहिँ तपाईलाई रेस्ट मास निकाल्न भनिरहेको छ. त्यो पनि केमा त यहाँ युनिट डिफरेन्ट दिएको छ, MeV, KeV. ओके, दिस वान. यसको हामी सिम्पल क्याल्कुलेसन गर्छु. ओके, मास अफ पोजिट्रोन. अब मास अफ पोजिट्रोन यो इलेक्ट्रोनकै मासको बराबर हुन्छ. 9.1 × 10⁻³ kg. इलेक्ट्रोनको एन्टी पार्टिकल हो यो पोजिट्रोन. अब हेर्नु, यो मासलाई म चाहिँ केजी मा दिएको छ, यसलाई म एमयू मा चेन्ज गर्छु. त 1 MU इक्वल टु भइहाल्छ. 1 MU इक्वल टु 1.66 × 10⁻⁹ minus that is the 27 kg. 27 kg. Yes, okay. 1 MU इक्वल टु यो मास हुन्छ. ओके, केजी मा. अब यो मासलाई, यो पोजिट्रोनको मासलाई पनि म एमयू मा चेन्ज गर्छु. एम इक्वल टु भइहाल्छ तपाईको 9.1 × 10⁻31 divided by this one. Yes, so 1.66 × 10⁻27. Yes, okay. यसले डिवाइड, यो एमयू मा कन्भर्ट हुन्छ. अब यसलाई हेर्दाखेरि यो डिवाइड सिम्पल डिवाइड गर्नुभयो भने तब के पाउनुहुन्छ भने, ओके, 5.482. यस, 5.482 × 10⁻⁻4 MU. यस, यो हुन्छ एम. अब यो मासलाई मैले चाहिँ इनर्जीमा कन्भर्ट गर्नुपर्ने हुन्छ. यस, ओके, यसलाई चाहिँ इनर्जीमा कन्भर्ट गर्यो भने, किनभने यहाँ चाहिँ MeV. यस, भनेपछि m इन्टु एमयू मास दिएको छ 931 ले डाइरेक्टली मल्टिप्लाई गरिदिउँ, MeV मा हामी पाउँछौँ. यस, भनेपछि 5.482 × 10⁻⁻4 × 931 MeV. यस, ओके. यसलाई मल्टिप्लाई गर्नुभयो भने तपाई पाउनुहुन्छ 5103 × 10⁻⁻4 MeV. यस, अलिकति सिम्प्लिफाई गर्नु यसलाई. ओके, 0.5103 MeV. यस, so this is the answer. Yes, so 0.51 MeV. Yes, so number A is correct. Okay, अर्को चाहिँ 1.02 दिएको छ, यो KeV मा दिएको छ, that is not correct. Okay, this is also not correct. So our correct answer is 0.51 MeV. Okay, यसरी हामी चाहिँ यो रिमेनिङ क्वेशन गरे यो सेट यो भिडियोमा. and I hope that these all are beneficial to you. Thank you very much.